जय मङ्गल सम्पूर्णमा यहाँहरूलाई मङ्गल टाइम्समा हार्दिक स्वागत छ। म सृजना गुरुङ र मङ्गल नेसनल अर्गनाइजेसन जिल्ला सभा रूपन्देहीको अध्यक्ष पनि र दर्शक महानुभावहरू, आज भने यति बेला हामी रूपन्देही जिल्लाबाट तपाईहरूलाई रिपोर्टिङ गरिरहेका छौँ र तपाईहरूले देख्न सक्नुहुनेछ मेरो पछाडिको जुन दृश्य, केही भवनहरू बनिरहेको कामहरू गरिरहेका छन् र यो के को विषयमा आज भइरहेको छ भन्दा चाहिँ मङ्गल नेसनल अर्गनाइजेसन जिल्ला सभा रूपन्देहीको कार्यालय भवन निर्माण हुन गइरहेको म यहाँहरूलाई जानकारी गराउन चाहे, जसको काम भने अहिले हुन गइरहेको छ। कसरी बनिरहेको छ, के कस्ता कामहरू भइरहेको छ तपाईहरूले अब यहाँ पछाडि देख्न सक्नुहुनेछ। आउनुहोस्। तपाईहरूले देख्न सक्नुहुनेछ यो भवन जिल्ला सभा रूपन्देहीको भवन हो। यहाँ करिब अन्दाजा लगभग 50-60 कुर्सी सिट अट्ने गरेर जुन निर्माण हुन गइरहेको छ, जुन ठाउँमा चाहिँ मङ्गल नेसनल अर्गनाइजेसन रूपन्देही जिल्ला सभाको भवनको कार्यालय सँगसँगै कार्यक्रमहरू यो भवनमा चाहिँ हामीले गर्न सक्नेछौँ। र यहाँहरूलाई म देखाउन चाहे मङ्गल नेसनल अर्गनाइजेसनमा रहनुभएका विभिन्न व्यक्तित्वहरू, जिल्ला सभा रूपन्देहीभित्र रहनुभएका लुम्बिनी प्रान्तदेखि लिएर जिल्ला सभा रूपन्देहीका हाम्रा कार्यकर्ताज्यूहरूको आज उपस्थिति रहेको छ र यहाँहरूले निरन्तर भवनमा सहयोग गरिराख्नु भएको छ, श्रमदान गरिराख्नु भएको छ, जसको कारणले गर्दा मलाई आशा छ यो भवन छिटोभन्दा छिटो तयारी हुनेछ। तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो प्रदेश सभाका सदस्य इन्द्र नेपालीज्यू र यसै गरी हाम्रो प्रदेश सभादेखि नै हुनुहुन्छ प्रदेश सभाका अध्यक्ष कुलवीर घरती मगरज्यू, चाहिँ मङ्गल छ यहाँलाई। र अहिले यो बन्न गइरहेको भवनमा तपाईँ प्रदेश सभाबाट हुनुहुन्छ होइन, आज चाहिँ आउनुभएको छ यो भवनमा साथ सहयोग गर्नको निम्ति। कस्तो लागिरहेको छ यहाँलाई? जति पनि सपना उहाँको दर्शन विज्ञान पुरा हुनको लागि चाहिँ एउटा चौतारो पनि चाहिन्छ भन्ने उहाँको भनाइ र अहिलेको वर्तमान प्रेसिडेन्ट बुद्धलाल मेचीजीले पनि जुन चौतारो यानि कि हाम्रो जिल्ला सभा रूपन्देहीको कार्यालयको उद्घाटन गरेर गइसकेपछि हामीले र जिल्ला सभाले यो भवनलाई चाहिँ अब निरन्तरता दिनुपर्छ, यो बनाउनुपर्छ भन्ने भावनाले जिल्ला सभा रूपन्देहीले बनाउँदै गरेको भवनमा आज म पहिलो दिन निर्माण कार्यको लागि चाहिँ श्रमदान गर्दैछु। त्यसमा सबै कार्यकर्ताज्यूहरूको निश्चय पनि श्रमदान र उपस्थिति हुनेछ भन्ने मलाई लागेको छ, जसले गर्दाखेरि छिटो नै यो भवन निर्माण भई जिल्ला सभा रूपन्देहीले यही भवनबाट चाहिँ आफ्नो कार्य चाहिँ सम्पन्न गर्दै जानेछ हरेक कामहरूमा भन्ने मलाई लागेकोले गर्दाखेरि यो भवनको लागि चाहिँ हाम्रो रूपन्देही जिल्ला अन्तर्गत पर्ने सम्पूर्ण नेता तथा कार्यकर्ताजीहरूले श्रमदान तथा यहाँ रहनुहुने शुभचिन्तकहरूले पनि यो कार्यालयको लागि चाहिँ श्रमदान दिन सक्नुहुनेछ, जसले गर्दाखेरि उहाँहरूको भावी पिँढी सन्ततिहरूको लागि उज्जवल भविष्यको लागि यो एउटा कार्यालय निर्माण बन्दैछ। यो कार्यालयबाट नै हरेक जिल्ला सभा एमएनओ रूपन्देहीले चाहिँ आफ्नो कार्य चाहिँ सम्पन्न गर्दै जाने क्रममा चाहिँ आज हामी यस श्रमदानलाई चाहिँ निरन्तरता दिइरहेका छौँ। त्यस्तै गरी अबको दिनहरूमा यो निश्चय पनि 1 महिनाभित्र चाहिँ हामी यो निर्माण कार्य चाहिँ सम्पन्न गर्नुपर्छ भन्ने जिल्ला सभाको पनि रहेकोले गर्दाखेरि हामी पनि जुटेका छौँ। तर पनि विविध कामहरू मङ्गल नेसनल अर्गनाइजेसनको रहेको छ। यही पुस 17 गते फेरि 37औँ स्थापना दिवस पनि बिचमा जोडिएकोले गर्दाखेरि हामीलाई अलिकति चाहिँ यसले ढिलो गर्ला। फेरि पनि हामी यस कार्यालय सम्पन्न गर्नको लागि जिल्ला सभामा रहनुहुने सम्पूर्ण शुभचिन्तक र यहाँका कार्यकर्ताजीहरूले साथ सहयोगबाट नै छिटै सम्पन्न हुने आशा राख्दै म पनि यसमा जोडिएको छु। हवस् त, जय मङ्गल। हवस् त, यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रान्तीय सभाका अध्यक्ष कुलवीर घरती मगरज्यू। हुनुपर्ने कुरो होइन, सधैँको लागि होइन। अहिले भवन बनाउँदाखेरि यसो नास्ता पानी चाहिँ साथीभाइलाई होइन अब सहयोग गरेको मात्रै हो, अरू चाहिँ सधैँ गर्नुपर्ने भन्ने कुरो छैन। यो यहीँको भवन बन्दाखेरिसम्म मात्रै न हो होइन। र चाहिँ नि सधैँ सबै साथीहरू आउनुहुन्छ भने
यो भवन बनाउनलाई सहयोग गर्नु होला भन्ने कुरा म राख्छु है त। हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। मङ्गल नेसनल अर्गनाइजेसन यस तिलोत्तमा नगर वार्ड नम्बर 11 का हाम्रा सदस्य हुनुहुन्थ्यो। उहाँले पनि एकदमै यो भवन निर्माणमा नास्ताहरू बनाएर एकदमै सहयोग गर्नुभएको छ, काम पनि गरिदिनु भएको छ र उहाँको यो घर नजिकै परेको कारणले नि उहाँले एकदमै चासोको विषय लिएर हाम्रो सङ्गठनलाई साथ सहयोग गरिदिनु भयो। फेरि पनि यहाँ मैले तपाईँहरू समक्ष फेरि चिनाउन चाहे। यसै गरी हामीसँग हुनुहुन्छ मङ्गोल नेसनल अर्गनाइजेसन रूपन्देही जिल्ला सभाका सल्लाहकार र साथसाथै यसै भवन निर्माण समितिका सदस्य प्रेम गुरुङजी हुनुहुन्छ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई। धन्यवाद, जय मङ्गल। अनि प्रेमजी, यो जुन भवन बनिरहेको छ तपाईँलाई कस्तो लागिरहेको छ? एकदम खुसी कुरा हो र हाम्रो लडाइँ भन्नु नै आफ्नो भूमि होइन, आफ्नो अस्तित्व र हक अधिकारको लागि यही भवनबाट अवश्य हुन्छ। हस् त, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। र यसै गरी फेरि पनि म घुम्दै फेरि पनि म तपाईँहरू समक्ष देखाउन चाहे। मङ्गल नेसनल अर्गनाइजेसन जिल्ला सभा रूपन्देहीका सहसचिव र साथसाथै यसै भवन निर्माण समितिका सचिव खेमपुन मगरज्यूलाई स्वागत छ यहाँलाई। धन्यवाद। र आज जुन यो भवन निर्माण कार्यक्रममा चाहिँ हजुर उपस्थिति हुनुभएको छ, तपाईँ यस भवन निर्माण समितिको सचिव पनि हुनुहुन्छ। के कस्तो छ कार्यक्रमहरू, जुन यो कार्ययोजनाहरू के कस्तो छ, कसरी अगाडि बढाइराख्नु भएको छ, कति दिनमा यो भवन निर्माण गरेर सकिने हजुरहरूको योजना रहेको छ त? यो अब हाम्रो यो पश्चिम भेल्डमा यो नौलो हाम्रो मङ्गल नेसनल अर्गनाइजेसन जिल्ला सभा रूपन्देहीको कार्यालय बन्दैछ र यसमा हामी धेरै खुसी पनि छौँ र हामी लागि परेर आफ्नो सक्दो नै आर्थिक नैतिक भौतिकबाट हामीले आफ्नो कोसिस गरेर यसलाई छिटोभन्दा छिटो निर्माण गरेर हामीले चाहिँ आफ्नो कार्यालय यहाँ सार्ने भन्ने कुरा हाम्रो एकदम टार्गेटमा हामी लागिरहेका छौँ सर। अब हाम्रो चाहिँ यो हाम्रो पश्चिम भेल्डमा नयाँ कुरा भए पनि तर यसले भोलि बिहान धेरै हाम्रो समुदायहरूले बुझ्लान् यो कुराहरू, हाम्रो मङ्गलहरू जागेको रहेछ अथवा चाहिँ के अरे यस्तो भवन हामीले पनि सर्वदान गर्नुपर्दो रहेछ, दान गर्नुपर्दो रहेछ भन्ने कुराहरू गर्नु होला उहाँहरूलाई। अब पछि कुरा बुझेपछि सबै कुराहरू आउला यो कुराहरू भन्दै मेरो छोटो मन्तव्य अन्त गर्न चाहन्छु। यसै गरी फेरि पनि यहाँ मैले खबर आए अनुरूप यो जुन भवन बनिरहेको छ र यसमा तपाईँले आफ्नो घरमा त्यो प्रयोगमा नआएको इँटाहरू 5 टाली पनि दिनुभएको छ भन्ने कुरा सुनिरहेको छु। त्यो इँटा चाहिँ तपाईँले यत्तिकै फ्रीमा दिनुभएको कि भवनमा सहयोगको लागि दिनुभयो कि पैसामा दिनुभएको? होइन, यो इँटा त मेरो भवनहरू भत्काउनु पर्ने भएर त्यो टुक्रा टुक्री इँटाहरू सक्लो इँटाहरू थियो, त्यसलाई गर्दाखेरि हाम्रो जिल्ला भवनलाई अलिकति सहयोग पुगोस् मद्दत पुगोस् भनेर मैले आफ्नो मनबाट बिना पैसामा अब के अरे सहयोग गरेको हो। किनभने हाम्रो अब यो उद्घाटन हाम्रो निवर्तमान पेठेनले पनि उद्घाटन गरेको 1.5-2 वर्ष भयो, त्यस कारणले हामीलाई पनि अलिकति चासो लाग्यो, हामीले पनि सहयोग गर्नुपर्छ र हामी कसिनुपर्छ। हामी जे छ आफ्नो तर्फबाट इँटा ढुङ्गा माटो जे हुन्छ हामीले यसलाई सहयोग गरेर छिटो बनाउनुपर्छ भनेर मैले सुरुवातमा अब इँटा 5 टाली मैले चाहिँ के अरे आफ्नै हाम्रो जिल्ला सहकर्मी साथीहरूलाई सबैलाई बोलाएर त्यो बुटुलेर यता ल्याएर आएको हो। अब मसँग अब मैले अब आफूसँग जे छ त्यो मैले सहयोग गर्न कटिबद्ध छु। म आफ्नो तर्फबाट चाहिँ सक्दो लायक गर्नेछु भन्ने अनुरोध गर्दछु। अनि अब यो जुन तपाईँहरूले यो भवन बनाउन गइराख्नु भएको छ, यो कति दिन कति महिनासम्म भ्याउने तपाईँहरूको योजना रहेको छ? यो हाम्रो यो स्थापना दिवस भन्दा पहिला हामीले गाह्रो उठाएर छोडेर अलिक 1-2-4 दिन पकाउन राखेर त्यो गाह्रोलाई पाक्न दिएर अनि हामीले त्यो स्थापना दिवसको 2-4 दिनपछि हामीले यो टिम ढलाइ गर्न टिम छाउने कामहरू हामीले चाहिँ यो हाम्रो टार्गेटमा हामीले यो काम गरिरहेका छौँ। भनेपछि छिटो नै यो पुस महिनाको अन्त्यसँगै तपाईँहरूको यो भवन निर्माण हुन्छ? हुन्छ। हामी त्यो अनुसारले हाम्रो टार्गेट सबै साथीभाइहरू हामी लागि परेछौँ। हामी जिल्ला प्रान्त नगरको सबै वार्डको साथीभाइहरू सबै साथ सहयोग दिनुभएछ, आउनुभएछ, आर्थिक नैतिक भौतिकबाट सबै सहयोग पाठमा हामी खुसी छौँ एकदम उहाँले हाम्रो साथ दिएकोमा। के कस्तो छ त आज यहाँ मैले जुन माहौलदेखि 9-10 जनाको उपस्थिति रहेको छ, यहाँहरू पनि सबै श्रमदानकै गरेर नै आउनुभएको?
नै यहाँहरू सबै हाम्रो श्रमदानबाट हो। हाम्रो प्रान्तबाट अध्यक्षज्यूहरू, हाम्रो चाहिँ के प्रान्तको सदस्यज्यूहरू, हाम्रो नगरको सदस्यज्यूहरू, सल्लाहकारहरू सम्पूर्ण सबै हाम्रो साथ सहयोगमै आउनुभएको, श्रमदानमै आउनुभएको, साथ सहयोगमै आउनुभएको। अब यत्रो भवन बनाउन त थाल्नु भएको छ, तर यो भवनमा तपाईँहरूको अन्दाजी रकम कति लाग्ने इस्टिमेट रहेको छ? यो हाम्रो श्रमदान लगभग 2-3 लाख 3 लाख जति पर्छ जस्तो लाग्छ। श्रमदान हाम्रो श्रमदान 3-4 लाखसम्म जाला जस्तो लाग्छ। र हामीसँग अहिले क्यास पैसा भएको हामीसँग 4 लाख जति हामीसँग अहिले बजौडा जगडा छ। त्यसले हामीले आँटेर कसैले ढुङ्गा, कसैले बलुवा, कसैले इट्टा सहयोग गरेर कसैले यो बनाउने हामी सफल हुन्छौँ भन्ने मलाई लागेको छ। 4-3 भनेपछि तपाईँहरूको श्रमदानमा 3 लाख जति चाहिँ तपाईँहरूले श्रम गरेर नै त्यो रकमलाई कभर गर्नुहुन्छ र अरू 4-5 लाख चाहिँ तपाईँहरूले अब उठाउनुहुन्छ त त्यसो भए? अनि यो पैसा चाहिँ तपाईँहरूलाई कसरी आएको छ? यो पैसा हाम्रो अब जाने के अरे हाम्रो कार्यकर्ता, हाम्रो शुभचिन्तक, हाम्रो जाने के अरे हाम्रो नसलको समुदायहरूलाई हामीले आफ्नो अनुरोध गरेर हाम्रो यो अस्तित्वको लागि लड्नुपर्छ। हाम्रो यो सुरुवातको भवन हो, यसले हामीलाई धेरै अगाडि बढाउँछ भनेर हामीले उहाँहरूसँग कुरा राखेर हामीले उहाँहरूसँग आफ्नो अनुरोध राखेर उहाँहरूले साथ सहयोग गर्नुपर्छ, सहयोगहरू गर्नुपर्छ। कोहीले 20,000, कोहीले 25,000, कोहीले 50,000 गर्नुपर्छ। उहाँलाई हामीले अब सङ्गठनबाट भए पनि हाम्रो यो लेबर समितिबाट भए पनि उहाँलाई हामीले धेरै धेरै धन्यवाद दिनुपर्छ। हस् त, यहाँको समयको लागि धेरै धेरै हस् त, मेरो जयमङ्गल। दर्शक महानुभावहरू, उहाँ हुनुहुन्थ्यो मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा रूपन्देहीको सहसचिव र साथसाथै यसै भवन निर्माण समितिको सचिव पनि। र उहाँको भनेअनुसार यो भवन इस्टिमेट करिब 7 देखि 10 लाखको हाराहारीमा रहेको छ र जुन रकम भने यसै मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभाभित्र रहेका र अन्य मङ्गोल नेसनल अर्गनाइजेसनलाई माया गर्नुहुने मङ्गोल प्रेमी महानुभावहरूको साथ सहयोगले यो भवन बनाउनको निम्ति पैसा जुटिरहेको कुरा यहाँहरूले हामीलाई बताइसक्नु भएको छ। फेरि पनि म तपाईँहरू समक्ष हाम्रो यसै भवन निर्माण सभाका संयोजक र साथसाथै यस मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा रूपन्देहीका सदस्य र साथसाथै यस भवन निर्माण गर्नको निमित्त यो जग्गा 15 धुर जग्गा प्रदान गरिदिनुहुने सदस्य महानुभावलाई म तपाईँहरूलाई चिनाउन चाहे। स्वागत छ यहाँलाई राजकुमार गुरुङजी। धन्यवाद, जयमङ्गल। यहाँले मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा रूपन्देहीलाई 15 धुर जग्गा दिनुभएको छ। तपाईँलाई कसरी विचार आयो यो जिल्ला सभा रूपन्देहीलाई तपाईँले त्यही पनि फ्रीमा जग्गा दिनलाई? यो सङ्गठन भनेको खास भने हाम्रो अस्तित्व र अधिकारको लडाइँ हो। यसमा भनेको यहाँ धेरै जस्तो हामीले चाहिँ कार्यक्रम गर्दाखेरि कोठा भाडा खोज्दाखेरि धेरै जस्तोले दिनको लागि हिचकिचाउने कचाचाउने गऱ्यो। यो सङ्गठन फेरि यस्तो छ कि तपाईँको अस्तित्व र अधिकारको कुरा गर्छ। अस्तित्व र अधिकार बिना मान्छे बाँच्नु भनेको पशुतुल्य हुन्छ होइन, हाम्रो फाउन्डरले भन्नुहुन्छ। त्यसैले मैले चाहिँ यसो सोचेँ कि जमिन दियो भनेको 2-4 लाख खर्च गरेर आफ्नो भवन बनाएर आफ्नो कार्य। हामीसँग यसै गरी हुनुहुन्छ मङ्गोल नेसनल अर्गनाइजेसन तिलोत्तमा नगरसभाका सदस्य भक्त गुरुङजी। स्वागत छ यहाँलाई भक्तजी। यहाँ आज यो श्रमदान काममा आउनुभएको छ, कस्तो लागेको छ त हजुरलाई? भनेपछि श्रमदान गर्न आउनु पर्यो होइन सबैजना? हस् त, यहाँलाई धेरै धेरै धन्यवाद। शिखरको बाटो चढ्ने हो, वैचारिक लडाई लड्ने हो, शिखरको बाटो चढ्ने हो। मङ्गलको बेगल पुग्नलाई जानेको छैन झुक्नलाई, मङ्गलको बेगल पुग्नलाई जानेको छैन झुक्नलाई।
आयो मङ्गल आयो जाग्यो मूलबासी जाग्यो आयो मङ्गल आयो जाग्यो मूलबासी जाग्यो कार्यलाई खोज्ने हो हे मूलबासी मङ्गल कहिलेसम्म आफ्नो देशमा शरणार्थी भएर बस्ने हो हे मूलबासी मङ्गल कहिलेसम्म आफ्नो हक अधिकारलाई खोज्ने हो उठौँ अब झुटौँ अब जागौँ अब हिँडौँ अब एकजुट हुने बेला भो एकजुट हुने बेला भो हे मूलबासी मङ्गल कहिलेसम्म आफ्नो देशमा शरणार्थी भएर बस्ने हो पुस्ता बितिसक्यो अन्यायमा कहिलेसम्म बस्ने हो अत्याचारमा धेरै पुस्ता बितिसक्यो अन्यायमा कहिलेसम्म बस्ने हो अत्याचारमा भोलि आउने पुस्तालाई मारमा पार्नुहुन्न सानो तिनो कुरालाई मनमा लिनुहुन्न भोलि आउने पुस्तालाई मारमा पार्नुहुन्न सानो तिनो कुरालाई मनमा लिनुहुन्न मङ्गल मुक्तिको बाटोलाई कहिले छोड्नुहुन्न 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 बिउझ्योनी नेपालको मूलबासी बिउझ्योनी मङ्गल बिउझ्योनी नेपालको मूलबासी बिउझ्योनी बिउझ्योनी मङ्गल बिउझ्योनी पूर्वको मूलबासी बिउझ्योनी पश्चिमको मूलबासी बिउझ्योनी नेपालको मूलबासी बिउझ्योनी बिउझ्योनी मङ्गल बिउझ्योनी नेपालको मूलबासी बिउझ्योनी बिउझ्योनी मङ्गल बिउझ्योनी पूर्वको मूलबासी बिउझ्योनी पश्चिमको मूलबासी बिउझ्योनी नेपालको मूलबासी बिउझ्योनी अस्तित्वको कुरा गर्दै अघि बढ्नु छ अस्तित्वको कुरा गर्दै अघि बढ्नु छ गोबलाईको सपनालाई सागर पार्नु छ गोबलाईको सपनालाई सागर पार्नु छ बिउझ्योनी मङ्गल बिउझ्योनी नेपालको मूलबासी बिउझ्योनी बिउझ्योनी मङ्गल बिउझ्योनी पूर्वको मूलबासी बिउझ्योनी पश्चिमको मूलबासी बिउझ्योनी नेपालको मूलबासी बिउझ्योनी